हामीले केही गर्न नसक्दो रहेछ भन्ने कुरा मेरो आशा छ। किनभने यस ठाउँ त हाम्रो स्कुल चाहिँ हाम्रो अहिलेसम्म साथसँग चलिरहेको छ। अब आउँदो समयहरूमा आउँदो दिनहरूमा चाहिँ कि हामी 8, 9, 10, 11, 12सम्म चाहिँ यस समयहरू हामी अगाडि बढाउन सक्यौँ भने यहाँका दाजुभाइ यहाँका नानी बाबुहरू चाहिँ यस समयहरू चाहिँ फलफलाउन सक्छ भन्ने आशा छ। उहाँले कति सहायता गर्नुभएको छ। मैसीले बोकेर ल आफ्नो बालबच्चा आफ्नो जनता हो, यो आफ्नो मेरो छोरा हो बोकिनु भनेर उहाँ हाम्रो बुवाको लागि त्यसरी सपना लगाउनु भएको। बारमा हिँड्ने बेलामा बाबा टेक्नु भएको कान्दाको विषयमा चाहिँ राज्यबाट चाहिँ अपहेलित भएको छ। राज्यले ध्यान दिएको छैन र जनप्रतिनिधिहरू पनि यो कान्दालाई व्यवस्था गरेको भन्ने कुराहरू हामीले जनमानसबाट सुन्न थाल्यौँ, त्यो कुराहरू बुझ्न थाल्यौँ। स्थानीय सरकारले गरेका कामहरूको विषयमा तपाईँहरू जानकारी हुनुपर्छ। तपाईँहरूसँग पनि विभिन्न खालको समस्याहरू हुनसक्छ। स्थानीय सरकारसँग समन्वय गर्नुपर्ने कामहरू हुनसक्छ, अथवा स्थानीय सरकारलाई दिनुपर्ने सल्लाह सुझाव पनि हुनसक्छ। यो सल्लाह सुझावको विषयमा जनताहरूसँग समन्वय गरौँ, छलफल गरौँ भन्ने हिसाबले हामी गत वर्ष पनि यो कान्दाबाट जनतासँग मेयरको जुन एउटा कार्यक्रम सञ्चालन गऱ्यौँ।